नमस्ते यहाँहरू सम्पूर्णलाई। आज मैले कक्षा 12 को इकोनोमिक्सबाट च्याप्टर 4 थ्योरी अफ प्राइस एन्ड आउटपुट डिटर्मिनेसन भन्ने च्याप्टरबाट चाहिँ एउटा न्युमेरिकल प्रब्लम लिएर आएको छु, जुन यो 2081 को सेट आरमा सोधिएको क्वेसन। देख्न सक्नुहुन्छ तपाईले। लेट कस्ट फंक्शन्स टीसी इक्वल टू क्यू स्क्वायर प्लस 8q प्लस 4 एन्ड डिमान्ड फंक्शन्स p इक्वल टू 20 माइनस q फाइन्ड आउटपुट एन्ड प्राइस एट इक्विलिब्रियम लेभल भन्छ। तपाईले के बुझ्नु पर्यो भने निकाल्नु पर्ने के छ भन्दाखेरि एउटा आउटपुट निकाल्न पर्ने देखियो, अर्को के त प्राइस। अब एट इक्विलिब्रियम लेभल, इक्विलिब्रियमको लेभलमा आउटपुट र प्राइस कति हुन्छ भनेर निकाल्नु पर्यो है त। यदि यस्तो क्वेसन हामीलाई आइदियो भने अब कसरी सोलुसन गर्ने? अब हेर्नुस्, पहिलो काम हामी गिभन टिप्छौँ टीसी। टीसी भनेको टोटल कस्ट है त। टोटल कस्ट क्यू स्क्वायर प्लस 8q प्लस 4 भनेर लेखिदिने है त। त्यसै गरेर p छ, p इक्वल टू 20 माइनस q भनेर दियो हो। तपाईले यस्तो क्वेसन आउँछ भने इक्विलिब्रियमको लेभलमा हामीले यहाँ दुईवटा अप्रोच फलो गर्न मिल्छ, एउटा टीआरटीसी अप्रोच र अर्को एमआरएमसी अप्रोच है। अब यस्तो कन्डिसन आयो भने हामीले तपाईहरुले जहिले पनि के त भन्दाखेरि टीआरटीसी अप्रोच फलो गर्दा बेटर है त। ल हेर्नुस्, अब यस्तो क्वेसनमा तपाईले के गर्नुस्, पहिलो काम ल हेयर प्राइस छ, तपाईले के निकाल्नुस्, टीआर निकाल्नुस्। ठीक छ। टीआर भनेको टोटल रेभेन्यू कसरी आउँछ, p इन्टु q। ल p को भ्यालु हेर्नुस् त कति छ, 20 माइनस q हो इन्टु केले मल्टिप्लाई गर्नु पर्यो, q ले मल्टिप्लाई गर्नु पर्यो। ठीक छ। अब हामी 20 माइनस q इन्टु q भनेपछि यो q ले 20 लाई पनि मल्टिप्लाई गर्ने र यो माइनस q लाई पनि मल्टिप्लाई गर्ने है त। 20 इन्टु q भनेको 20q भयो, माइनस q इन्टु q भनेको q को के भयो, स्क्वायर भयो। यो हाम्रो टीआर फंक्शन्स आयो हो। अब यति भइसकेपछि तपाईले अब के गर्नुस् भने त हामीलाई के गर्नु पर्यो, फर इक्विलिब्रियम है। फर इक्विलिब्रियमको लागि, फर इक्विलिब्रियम, अब इक्विलिब्रियमको लागि तपाईले के गर्नुस् त भने लानुस्, पहिलो के निकाल्नुस्, अब एमआर निकाल्नुस् है। एमआर भनेको मार्जिनल रेभेन्यू फंक्शन्स है त। मार्जिनल रेभेन्यू, मार्जिनल रेभेन्यू निकाल्ने फर्मुला के हुन्छ, डेल्टा टीआर डिभाइड बाई डेल्टा क्यू। अब तपाईले देख्न सक्नुहुन्छ डेल्टा को डेल्टा राखिदिनुस्, टीआर भनेको यो भ्यालु भर्खरै आयो 20q माइनस q को स्क्वायर डिभाइडेड बाई डेल्टा क्यू। ठीक छ। अब तपाईले के बुझ्नु पर्यो, यो डेल्टा भनेको यो 20 को पनि कमन हो र क्यू स्क्वायर को पनि के हो त कमन हो। यस्तो डेल्टा को अर्थ के हो त चेन्ज हो भने अब यस्तो कन्डिसनमा हामीले यो पावर रुल फलो गर्नुपर्ने हुन्छ है त, जसमा हामीले डेरिभेटिभ्सको पावर रुल युज गर्छौं। अब यहाँ पनि q छ भने हामी q लाई के गर्छौं, कमन लिन्छौं है। अब यहाँ कमन q कमन आएपछि त हेर्नुस् यसको पावर के नभएपछि त 1 हुन्छ। 20 इन्टु 1 गर्दा कति भयो, 20। अब यो q को पावर 1 भनेको एउटा मात्रै q छ, एउटा q हामीले कमन लियौं भनेपछि योसँग अब q बाँकी छैन, सो माइनस। अब यो q को अगाडि के नभएपछि यहाँ 1 भन्ने बुझ्नु पर्छ। अनि 1 इन्टु 2 भनेको 2 1 जा 2 भयो। q स्क्वायर भनेको दुईवटा q, दुईटा q मा एउटा q कमन आयो भनेपछि योसँग एउटा मात्रै q बाँकी बस्यो, डिभाइड बाइ डेल्टा q। डेल्टा q क्यान्सल गरिदिने, कति बस्यो त हाम्रो 20 माइनस 2q बस्यो है। यसरी हामीले एमआर फंक्शन्स निकाल्न सक्छौं। अब कहिलेकाहीँ क्वेसनले हामीलाई एमआर फंक्शन्स मात्र निकाल भन्यो भने तपाईले यति गर्नु पर्यो। अब यस्तै गरी अब हामी जान्छौं फेरि अगेन। अब तपाईले के निकाल्नु पर्छ त, एमसी निकाल्दिने है त। एमसी निकाल्ने फर्मुला के हुन्छ, डेल्टा टीसी डिभाइड बाइ डेल्टा क्यू। अब यसरी युज गर्छौं फेरि हामी। अब डेल्टा को डेल्टा राखिदिउँ, टीसी टोटल कस्ट। अब तपाईले देख्नुहुन्छ टीसी भनेको क्यू स्क्वायर प्लस 8q प्लस 4 छ। यहाँ राखिदिनु भयो तपाईले क्यू स्क्वायर प्लस 8q प्लस 4 डिभाइडेड बाइ डेल्टा क्यू। अब फेरि हामी यस्तो गर्छौं, अब यहाँ फेरि डेल्टा को मिनिङ चेन्ज आएपछि हामी पावर रुल फलो गर्छौं।
अब यहाँ पनि क्यू स्क्वायर, यहाँ क्यू, तर यहाँ यससँग क्यू छैन। हो, यो क्यू भनेको क्वान्टिटी, यहाँ क्यू नहुनु भनेको यसलाई हामीले कन्स्ट्यान्ट फङ्सन्स भन्छौँ। कन्स्ट्यान्टको भ्यालु के हुन्छ? 0 हुन्छ है। त्यसो भने तपाईँले के गर्नुहोस्, अब यो क्यू, यहाँ पनि क्यू हो। मैले अब तपाईँलाई सजिलै क्यू कमन लिइदिएँ। यो क्यू स्क्वायर भनेपछि यसको अगाडि के भनेपछि 1 हुन्छ। 2 1 जा कति भयो? 2 हो। क्यू स्क्वायरमा एउटा क्यू बाहिर आयो भनेपछि यससँग एउटा क्यू बाँकी छ, प्लस यसको पावर के नभएपछि 1 भयो। 1 × 8 भनेको 8 भयो। अब क्यू एउटा कमन आएपछि योसँग क्यू छैन, प्लस अब हेर्नुहोस् त योसँग त क्यू छैन। अब छैन भने यो के हो? कन्स्ट्यान्ट, यसको भ्यालु कति हुन्छ? 0 डिभाइड बाई के गर्नुहोस्? डेल्टा क्यू। फेरि डेल्टा क्यू क्यान्सल भयो, कति आयो त? 2 क्यूब प्लस 8 आयो है। यसरी हामीले दुईवटा फङ्सन्स निकाल्यौँ। अब हामीलाई के चाहिएको छ भन्दाखेरि आउटपुट चाहिएको छ हो। त्यसो भने अब हामी के गर्छौँ त भन्दाखेरि वी हेभ, अब हामी के गर्छौँ त एमआर इक्वल टु एमसी गर्छौँ है त। एमआर र एमसीलाई के गर्छौँ? अब इक्वल गर्छौँ। अब त्यसो भने अर बिचमा इक्वल टु भएपछि हामी अगाडि अर लेख्छौँ। एमआरको भ्यालु हेर्नुहोस् त, यहाँ तपाईँले देख्न सक्नुहुन्छ एमआर कति छ? 20 माइनस 2 क्युब। यहाँ राखिदिनुहोस् 20 माइनस 2 क्युब इक्वल टु एमसी। एमसी भनेको यो भ्यालु हो नि त, 2 क्युब प्लस 8, 2 क्युब प्लस 8 गरिदिने। अब लानुहोस्, अब तपाईँले यहाँ अगाडि कति छ? 20 छ। इक्वल टु भन्दा 2 क्युब प्लस 8 छ भने यो प्लस 8 यता आउँदा के हुन्छ? माइनस 8 भयो। इक्वल टु पछाडि 2 क्युब छ, माइनस उता जाँदा के हुन्छ? प्लस 2 क्युब भयो। अब तपाईँले के गर्नु पर्यो? 20 माइनस 8 भनेको कति भयो त? 12 इक्वल टु 2 र 2 ले कति भयो? 4 क्यु हो। 4 क्यु भयो। 4 क्यु भनेको 4 × क्यु मल्टिप्लाई यता आउँदा के हुन्छ त? डिभाइड हुन्छ। त्यसो भने तपाईँले 12 डिभाइड बाई 4 इक्वल टु कति भयो त? क्यु। देयरफोर क्यु इक्वल टु कति आयो त? 3 युनिट्स आयो। ठिक छ, यसरी निकालिदिनु पर्यो। अब आउटपुट भनेको थियो, आउटपुट आयो भने अब तपाईँलाई प्राइस सोधेको छ। अब यो क्यूको भ्यालुलाई हामी के गर्छौँ त भन्दाखेरि तपाईँले यहाँ यो पी भनेको प्राइस फङ्सनमा लगेर राखिदिन्छौँ है। त्यसो भने अब तपाईँले यसलाई कसरी सल्भ गर्नु त? अब देयरफोर यहाँ लेखिदिनु होला, भ्यालु अफ क्यू इज पुटिङ इन्टु पी फङ्सन्स है। हामीले कहाँलाई राखिदिनु? पी को फङ्सनलाई राखिदिने। अब पी इक्वल टु कति छ हामीसँग क्वेसनमा? 20 माइनस क्यू छ। त्यसो भने 20 माइनस क्यू, क्यू भनेको भर्खर कति आयो एन्सर? 3 आयो। 3 राखिदिनुहोस् इक्वल टु रुपिज 20 माइनस 3 भनेको कति भयो त? 17 है। यसै गरी चाहिँ हामीले आउटपुट र प्राइस चाहिँ निकाल्न सकिन्छ इक्विलिब्रियमको लेभल। यसरी हामी यसलाई सल्भ गर्न सक्छौँ। अब कहिलेकाहीँ तपाईँहरूलाई क्वेसन डाइरेक्ट यसरी पनि दिन सक्छ। हेर्नुहोस् त, लेट द रेभेन्यू फङ्सन्स हो। रेभेन्यू फङ्सन्स जसलाई हामीले टिआर भन्छौँ, 10 क्यू माइनस क्यू स्क्वायर एन्ड कस्ट फङ्सन्स टिसी इक्वल टु क्यू स्क्वायर प्लस 2 क्यू प्लस 2 फाइन्ड प्रफिट म्याक्सिमाइजिङ लेभल अफ आउटपुट एन्ड प्राइस। भनेको हाम्रो प्रफिट म्याक्सिमाइज हुँदाको के चाहियो? आउटपुट चाहियो र के चाहियो त? प्राइस चाहियो। अब अघिको क्वेसन र यो क्वेसनमा के फरक छ भन्दाखेरि त्यस्तो क्वेसन फरक होइन, मात्रै अघिको क्वेसनमा पनि टिसी फङ्सन थियो, अहिले पनि यहाँ टिसी फङ्सन छ। र अघिको क्वेसनमा चाहिँ डिमान्ड फङ्सन्स भनेर पी इक्वल टु दिएको थियो भने यहाँ चाहिँ के दिएको छ? टिआर दिएको छ। भनेपछि अघिको भन्दा एक स्टेप अघिल्लो क्वेसन दियो है, अलिक सजिलो क्वेसन दियो। अब यसरी क्वेसन आयो भने फेरि तपाईँले कसरी सल्युसन गर्ने भन्ने केस आउँछ। अब हेर्नुहोस् त, यस्तो क्वेसन आयो भने झन् तपाईँलाई सजिलो मान्नु होला। तपाईँले यहाँ देख्न सक्नुहुन्छ फेरि टिआर भनेको दिएकै छ तपाईँलाई कति? 10 क्युब माइनस क्यू स्क्वायर दियो। त्यसै गरी तपाईँलाई टिसी इक्वल टु क्यू स्क्वायर प्लस 2 क्युब प्लस 2 दियो। अब हामीलाई के चाहियो त? प्रफिट म्याक्सिमाइजिङ लेभल अफ आउटपुट भनेर चाहिएको छ हो। अब यस्तो क्वेसन देख्ने बित्तिकै तपाईँले अघि के गर्ने? रुल फलो गरिदिइहाल्ने है। अब यस्तो भनेपछि तपाईँले के निकाल्नु पऱ्यो? फेरि पहिला एमआर फङ्सन्स निकालिदिइहाल्ने।
है त। अब क्वेसनले नि तपाईँलाई टीआरटीसी एप्रोच भनेर मात्रै त्यो टीआरटीसी एप्रोच फलो गर्नु होला, अदरवाइज तपाईँले चाहिँ एमआरएमसी फलो गर्दाखेरि सहज हुन्छ है त। अब एमआर निकालिदिनुहोस् त, डेल्टा टीआर बाई डेल्टा क्यू। अब हेर्नुहोस् त डेल्टाको मिनिङ चेन्ज हो, टीआर भनेको यहाँ छ हामीसँग 10 क्युब माइनस क्यूको स्क्वायर डिभाइडेड बाई डेल्टा क्यू राखिदिने है त। अब फेरि हेर्नुहोस् त यहाँ पनि क्यू छ, यहाँ पनि क्यू छ भनेपछि हामीसँग क्यू कमन आयो हो। अब फेरि हामी भन्ने गर्छौँ यो मार्जिनलको मिनिङ चेन्ज हो, चेन्ज निकाल्दा जहिले पनि पावर रुल फलो गर्ने, यसको पावर के नभएपछि 1 हुन्छ, यो 1 इन्टु एन गर्ने, यो एन भनेको 10, 10 1 जा कति भयो 10 भयो। अब क्यू स्क्वायर भनेको एउटा क्यू हो जुन हामीले अगाडि कमन लियो, पछि योसँग अब क्यू छैन सो माइनस। अब क्यू स्क्वायर भनेपछि यो स्क्वायरले यसको अगाडि के भनेपछि 1 हुन्छ, 1 सँग मल्टिप्लाई गर्ने, 2 1 जा कति भयो 2। क्यू स्क्वायर भनेको दुईवटा क्यू थियो, एउटा क्यू कमन आएपछि योसँग कतिवटा छ, एउटा मात्रै क्यू बाँकी बस्यो, डिभाइडेड बाई डेल्टा क्यू गरिदिने, डेल्टा क्यू क्यान्सिल, कति आयो त हाम्रो 10 माइनस 2 क्यू आयो। यसै गरी हामीले एमआर फङ्सन्स निकाल्छौँ। अब यसै गरी तपाईँले फेरि के निकाल्नु पऱ्यो, एमसी फङ्सन्स निकाल्ने है त। फर्मुला हुन्छ डेल्टा टीसी बाई डेल्टा क्यू। अब डेल्टा टीसी कसरी आउँछ फेरि निकाल्नु पऱ्यो, डेल्टा टीसी हेर्नुहोस् त यहाँ हामीसँग छ क्यू स्क्वायर प्लस 2 क्यूब प्लस 2 डिभाइडेड बाई डेल्टा क्यू। अब फेरि अघि जस्तै हेर्नुहोस् त यो क्यू स्क्वायर यो 2 क्यू, तर योसँग क्यू छैन, क्यू नहुनु भनेको कन्सट्यान्ट हो, यसको भ्यालु कति हुन्छ 0 हुन्छ है। त्यसो भने डेल्टा क्यूलाई कमन लिनु सजिलो भयो। अब यसको अगाडि के नभएपछि 1 हुन्छ, 2 1 जा कति भयो 2 भयो। क्यू स्क्वायर भनेको दुईवटा क्यूमा एउटा क्यू कमन आयो भनेपछि योसँग अब एउटा मात्रै क्यू बस्यो, प्लस अब यो क्यूको पावर के नभएपछि 1 भयो, अनि 2 1 जा कति भयो फेरि 2 भयो होइन। एउटा क्यू थियो, क्यू कमन आयो, योसँग क्यू कमन छैन, अब प्लस यो 2 सँग क्यू छैन, नहुनु कन्सट्यान्टको भ्यालु के भयो 0, डिभाइड बाई के हुन्छ हामीसँग डेल्टा क्यू क्यान्सल गरिदिनुहोस्, कति बस्यो त 2 क्यू प्लस 2 बस्यो। ल यसै गरी हामीले एमसी फङ्सन्स निकाल्छौँ। अब फेरि हामी के गर्छौँ त इक्विलिब्रियममा जाने है, फर इक्विलिब्रियम। अब इक्विलिब्रियममा हामी के गर्छौँ त एमआर इक्वल टु एमसी गरिदिने, एमआर इक्वल टु एमसी लेखिदिने। ल फेरि हेर्नुहोस् त एमआर भनेको यहाँ आएको छ एन्सर हाम्रो 10 माइनस 2 क्युब इक्वल टु एमसी भनेको यो भर्खरै आयो 2 क्युब प्लस कति आयो 2 आयो। अब फेरि हेर्नुहोस् त अगाडि कति छ 10, अब हेर्नु त यो पनि क्यू तर योसँग क्यू छैन, अब यसलाई ल्याउनुहोस् अगाडि, प्लस अगाडि आउँदा के हुन्छ माइनस 2 इक्वल टु यो 2 क्यू पर पछाडि छ, पछाडि राखिदिनुहोस्, माइनस 2 क्यू जाँदा के हुन्छ प्लस 2 क्यू भयो हो। अब हेर्नुहोस् 10 माइनस 2 भनेको कति भयो 8 इक्वल टु 2 2 ले कति भयो 4 क्यूको क्यू। अब यो मल्टिप्लाई यता आउँदा के हुन्छ डिभाइड हुन्छ 8, हेर्नुहोस् त कति हुन्छ अब 8 डिभाइड बाई 4 इक्वल टु क्यू। त्यसो भयो हाम्रो एन्सर कति आयो त अब क्यू इक्वल टु 2 युनिट्स आयो। यसो गरी निकालिदिनु पऱ्यो है। अब तपाईँलाई क्वेसनले के पनि खोजिरहेको छ त प्राइस पनि खोजिरहेको छ। ल हेर्नुहोस् अब तपाईँलाई के चाहियो त अब प्राइस चाहियो। अब प्राइस अब तपाईँले कहाँबाट निकाल्ने भन्दाखेरि अघि त क्वेसनमा हामीलाई यहाँ डाइरेक्ट पी फङ्सन दिएको थियो, पी बराबर थियो नि त, सजिलो भयो। अब अहिले त पी छैन भनेपछि तपाईँ कहाँबाट जानुहोस् यो टिआरबाट जाने है त। हेर्नुहोस् त अब तपाईँले टिआरबाट जानुहोस्, टिआर इक्वल टु टिआर कति छ हामीसँग 10 क्यू माइनस क्यू स्क्वायर छ हो। तपाईँ यहाँ लेखिदिनुहोस् अब 10 क्यू माइनस क्यूको स्क्वायर। अब हेर्नुहोस् त यो टिआर भनेको के हो त टोटल पी इन्टु क्यू हो कि न, पी इन्टु क्यू बराबर चाहिँ कति हुन्छ अरे 10 क्युब माइनस क्यूको स्क्वायर हुन्छ। अब त्यसो भने अब तपाईँ हेर्नुहोस् है त यो पीको पी भयो इन्टु क्यू चाहियो। अब तपाईँसँग क्यूको भ्यालु कति छ हेर्नुहोस् त क्यू 2 आयो, यहाँ 2 राख्नुहोस् इक्वल टु यो 10 इन्टु क्यूको भने कति भयो 2 माइनस 2 को के भयो त स्क्वायर भयो। ल अब यो पी इन्टु 2 बराबर 10 टू जा 20 माइनस 2 को स्क्वायर भने कति भयो 4।
इक्वल P इन्टु 2 बराबर 20 माइनस 4 भनेको कति भयो 16 देयरफोर मल्टिप्लाई उता जाँदा के हुन्छ डिभाइड P इक्वल टु 16 डिभाइड कति भयो 2 देयरफोर P इक्वल टु कति आयो त हाम्रो रुपिज 8 है यसरी निकाल्नु पर्यो। अब यस्तै क्वेसनले हामीलाई यहाँ अब के त भन्दाखेरि प्रोफिट निकाल पनि भन्न सक्छ। इफ अब प्रोफिट भन्यो भने तपाईँ कसरी निकाल्ने त अब हेर्नुहोस् है त प्रोफिट निकाल्नु पर्यो भने तपाईँले अब फर प्रोफिट अब प्रोफिट कसरी निकाल्ने भन्ने कुरा आउँछ। प्रोफिटलाई हामी सर्टकटमा हामीले पाइले डिनोसन गर्छौँ। प्रोफिट भनेको जहिले पनि के हो त टिआर माइनस टिसी हुन्छ। ठिक छ। अब टिआर कति भन्दाखेरि अब हामी यहाँ क्वेसनमा हेर्छौँ हेर्नुहोस् त टिआर कति छ 10 क्यु माइनस क्यु स्क्वायर। ठिक छ। अब हामी लेखिदिन्छौँ यो भनेको 10 क्यु माइनस क्युको स्क्वायर भयो माइनस के चाहियो अब टिसी। अब यहाँ हेर्नुहोस् त टिसी कति छ हामीसँग क्यु स्क्वायर प्लस 2q प्लस 2 छ हो। तपाईँले अब क्यु स्क्वायर प्लस 2q प्लस 2 राखिदिनुहोस्। ल अब तपाईँले एकैपटक क्युको भ्यालु हाल्दा पनि हुन्छ होइन पहिला अथवा प्रोफिटको फङ्सन्स निकाल्दा पनि हुन्छ है त। अब म तपाईँलाई चाहिँ पहिला प्रोफिटको फङ्सन्सबाट सिकाइदिन्छु। 10 क्युब माइनस क्यु स्क्वायर। अब यो माइनसले ब्राकेट ओपन गर्नुहोस् द क्यु स्क्वायर भनेपछि के प्लस माइनस माइनस क्यु स्क्वायर भयो प्लस माइनस फेरि माइनस यो 2 क्युब भयो माइनस प्लस माइनस 2 को 2 भयो है। मैले चाहिँ यो माइनसले ब्राकेट ओपन गरिदिएँ। अब ल हेर्नुहोस् त यो 10 क्युब यहाँ पनि 10 क्युब छ यहाँ 2 क्युब छ हो। यो क्यु र क्युलाई त हामीले एड अर लेस गर्न मिल्छ। सो यो 10 माइनस 2 भनेको कति भयो 8 क्युब भयो। क्यु स्क्वायर हामीले अब जोड्न मिल्छ माइनस माइनस प्लस तर साइन के को हुन्छ माइनस क्यु स्क्वायर भनेको 2q को के भयो स्क्वायर भयो माइनस 2 को 2 भयो। यो हाम्रो प्रोफिटको फङ्सन्स आयो हो। अब हामीलाई वेन क्यु इक्वल टु कति आएको छ 2 युनिट्स। यदि क्युको भ्यालु 2 युनिट हो भने प्रोफिट इक्वल टु अब 8q माइनस 2q स्क्वायर माइनस कति छ 2। अब तपाईँले 8 इन्टु क्युको भ्यालु कति राख्नुहोस् 2 माइनस 2 इन्टु 2 को के हो स्क्वायर माइनस कति गर्नुहोस् 2 गर्नुहोस्। अब ल हेर्नुहोस् त 8 2 जा 16 माइनस 2 को स्क्वायर 4 2 जा कति 8 माइनस कति भयो 2। अब इक्वल टु हेर्नुहोस् त 16 माइनस 8 भनेको 8 माइनस 2 भनेको कति आयो त रुपिज हाम्रो 6 है। यसरी हामीले प्रोफिट निकाल्न सक्छौँ। हस् त धन्यवाद।